हेलो एभ्रिवान म आज आएको छु मेरो रियल भोइसमा किन भनेर हजुर अचम्म मान्नुहुन्छ होला अचम्म नमान्नुहोस् यो भनेको सिम्पल एउटा नर्मल कुरा हो सो हजुरहरूलाई म एकदमै छक्क परेँ म आफूलाई देखेर म छक्क पर्छु होइन स्टिल म छक्क पर्छु किन पर्छु त म होइन गाइज हजुरहरूलाई सुनाउँछु सुरुमा म हजुरहरूलाई क्वेसन पनि गर्छु है हजुरहरूलाई कतिजनालाई मिड नाइटमा एकदमै क्रेभिङ हुन्छ केही कुराहरू खान पाए हुन्थ्यो अनि यस्तो गर्न पाए हुन्थ्यो उस्तो गर्न पाए हुन्थ्यो यस्तो टाइपको फिल हुन्छ मलाई त्यस्तो हुन्छ भने ननस्टप मलाई त धेरै भइसक्यो यस्तो भएको म मिड नाइटमा म बेलुका खाना नखाइकन सुत्छु नि त 4 बजीभन्दा अगाडिसम्म म खाइसक्छु बेलुकाको खाना तर मिड नाइटमा अहिले 12-1 बजीतिर मलाई के खाउँ भइरहेको छ क्या त्यही भएर म प्राय घरमा केही न केही लिएर राखिरहेको हुन्छु क्या खानको लागि यस्तै शान्ति केही मुख मिठो बनाउनको लागि सो त्यो भनेर मैले 1 हप्ता अगाडि बाहिर गएर यो लिएर आएको तितौरा म अहिले खाँदैछु क्या यो तितौरा राखिराखेको थिएँ क्या मैले राखिराखेको थिएँ हुन त तितौराहरू त बिग्रिँदैन त्यही भएर पनि म अलि गरेर खाएर राख्छु अनि यो तितौरा खाँदैछु क्या लप्सीको यो चाहिँ अनि यो म खाँदैछु क्या यो यस्तो पिरो हुन्छ गाइज यस्तो पिरो हुन्छ म यो खाँदैछु क्या अहिले 12-1 बजीतिर अनि मेरो पेट नपोले कसको पेट पोल्छ मलाई ग्यास्ट्रिक नभए कसलाई ग्यास्ट्रिक हुन्छ यो एक्सट्रिम पिरो छ क्या म फेरि पिरो भनेपछि म एक्सट्रिम खाने खालको हो क्या एक्सट्रिमै पिरो खान्छु क्या म अनि यो फेरि मलाई पिरो सुट गर्छ क्या यो तितौरा एकदम सुट गर्ने तितौरा क्या यो पिरो चाहिँ बब्बाल छ होइन हजुरहरू कतिजनालाई हुन्छ प्लिज कमेन्ट डाउन बिलो ल मलाई एकदमै म आफैलाई मात्र त्यस्तो हुन्छ कि अरूहरूलाई पनि त्यस्तो हुन्छ भनेर मैले जस्ट भिडियो बनाएको मात्रै हो अन्यथा नराम्रो केही नसोच्नु होला है त थ्याङ्क यू बाई थ्याङ्क यू फर वाचिङ लभ यू